नमस्ते सबैजनालाई है र सबैजना जाति कुशल होला भन्ने आशा राख्दै म पनि अहिलेसम्म जाति नै छु हो। अनि दिनदिनै मेरो चाहिँ अब घर जाने बेला नि आउँदैछ। अनि जानुभन्दा अगाडि चाहिँ जतिजना नयाँ दिदी बहिनी सिङ्गापुरमा काम गर्न आउनुहुन्छ आउनुहोस्। मान्छेलाई मजबुरी बाध्यता हैन हरेक थोकले मान्छेलाई हैन परेर घरदेखिको बाहिर कमाउनु हैन अब बाध्यता पर्छ भनौँ न। आउनुहोस्, म अरूले जस्तो नआउनु भन्दिनँ, तर आउनुहोस्। आउनुभन्दा अगाडि चाहिँ तीनटा चिज दिमाग मन बल, यो तीनटा चिज चाहिँ तपाईँहरू दह्रो बनाएर आउनुहोस् है। यहाँ कसैको यहाँ सिङ्गापुरमा आएपछि चाहिँ नि भ्लग रिल्सहरू बनाउने बहुत छ। यो भ्लग रिल्सहरू बनाएको देखेर मजा 15 दिनको एक दिन छुट्टी मजा गरेको देखेर चाहिँ नआउनुहोस् है। र कतिजना यस्तो दिदी बहिनी नै छ अहिले हैन, मैले अब सुनिरहेको छु, हामीले देखि नै रहेछ। आएको 4 महिना 5 महिना 3 महिना भएको हुँदैन हैन, अत्याचारै भयो, ट्रान्सफर पाउँदिनौँ भन्छ। अब ट्रान्सफर लिनु नि अब हैन, अब अप्ठ्यारै पर्छ हैन, उनीहरूले दिनु नि हत्त त मान्दैन। अन्त लिनु नि अब फेरि हैन, त्यो घरभन्दा अर्को घर फेरि बेकार भेट्ला हैन। त्यसै कारण चाहिँ आउनुहोस्, नआउनुहोस् हैन, आउनुहोस् तर दर्रो भएर आउनुहोस्। कसैको 5 सेकेन्डको ब्लग 15 सेकेन्डको रिल्सहरू हेरेर चाहिँ नआउनुहोस्। जे भोग्नु चाहिँ यहाँ आएर हामीले मेन्टली भोग्नुपर्छ। यिनीहरूको किचकिच बहुत हुन्छ है सुरुमा। त्यसै कारण चाहिँ सबै सुझबुझले मात्रै आउनुहोस्। नआउनुहोस् भन्दिनँ, आउनुहोस् तर विचार गरेर मात्रै।